विशेष हामी आज जति पनि छौँ सङ्गति सिद्धिएपछि जवान भाइ बहिनीहरू मलाई एकैछिन चाहिन्छ। हामी एउटा पछि वचनको एउटा सानो भिडियो पनि रेकर्ड गर्नेछौँ है त। त्यही भएर अनि तपाईँहरू हामी सङ्गति सिद्धिएपछि जानलाई झ्याप्पै हतार चाहिँ नगर्नु होला है। हामी सबैजना बस्दै गफर्दै हामी जानेछौँ। अनि आजको वचनको शीर्षक रहेको छ येशूसँग सम्बन्ध पुनर्स्थापना र आजको वचनको खण्ड रहेको छ यूहन्ना 21 अध्यायको 1 देखि 19 पदसम्म। धर्मशास्त्र बाइबल तपाईँले निकाल्न सक्नुहुनेछ। धर्मशास्त्र बाइबलबाट यूहन्ना तपाईँले पाउनु भयो कि छैन हेर्नुहोस्। यूहन्ना 21 अध्यायको 1 देखि 19 जहाँ यसरी लेखिएको छ। ल म तपाईँहरूको लागि पढेर सुनाइदिनेछु। यसरी लेखिएको छ, त्यसपछि चेलाहरू कहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो, सिमोन पत्रुस, दिदुमस भन्ने थोमा, गालिलका काना नगरका नथानेल, जब्दियाका 2 छोराहरू र उहाँका चेलाहरूमध्ये अरू 2 जना एकसाथ थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौँ। तिनीहरू गए, ढुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। बिहान हुन लागेको थियो, येशू किनारमा खडा हुनुभयो, तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्छ भनी चिनेनन्। येशूले तिनीहरूलाई भन्नुभयो, बालक हो, तिमीहरूसँग केही माछा छ? तिनीहरूले उहाँलाई उत्तर दिए छैन। उहाँले तिनीहरूलाई भन्नुभयो, जाल ढुङ्गाको दाहिनेपट्टि हान अनि भेट्टाउनेछौ। तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, उहाँ प्रभु पो हुनुहुँदो रहेछ, उहाँ प्रभु हुनुहुँदो रहेछ भन्ने सुनेर सिमोन पत्रुसले आफ्नो बाहिरी वस्त्र कम्मरमा लपेटे, किनभने तिनले वस्त्र खोलेका थिए, र समुद्रमा हाम फाले। अरू चेलाहरू ढुङ्गामै बसी जाल तान्दै आए। तिनीहरू किनारदेखि टाढा होइन, तर प्राय 100 मिटर जतिमा थिए। तब तिनीहरू किनारमा उत्रे। तब तिनीहरूले कोइलाको भुङ्ग्रोमा माछा राखिएका र रोटी देखे। यसोले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याऊ। तब सिमोन पत्रुसले ढुङ्गामा चढेर 153वटा ठुला ठुला माछाले भरिएको जाल पाखामा तानी ल्याए, तर यति धेरै भए तापनि जाल फाटेन। यसोले तिनीहरूलाई भन्नुभयो, आएर खाओ। तिनीहरूमध्ये कसैले पनि तपाईँ को हुनुहुन्छ भनी सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भनी जान्दथे। यसो आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो, र त्यसै गरी माछा पनि दिनुभयो। मृतकबाट जीवित उठ्नु भएपछि यसो चेला कहाँ प्रकट हुनुभएको यो तेस्रो पल्ट थियो। जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाको छोरो सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखी भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्दछु भनी तपाईँलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफ्नो पटुका बाँध्थ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ। तर जब तिमी बुढा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहदिनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। आमेन। अब यो सङ्गतिलाई सुरु गर्नुभन्दा म एउटा उदाहरण तपाईँलाई बताउन चाहन्छु। एउटा चर्चमा एकदमै एक्टिभ वर्सिप लिडर हुनुहुन्थ्यो। त्यो एक्टिभ वर्सिप लिडर चाहिँ जहिले पनि जोसिलो भएर प्रभुको सेवा गरिराख्नुहुन्थ्यो। तर के भयो भन्दाखेरि अचानक उहाँलाई के भयो थाहा भएन, तर सङ्गति जान छोड्नु भयो। बिस्तारै सङ्गति जान छोड्नु भयो। अनि पास्टरले चाहिँ एकदमै कहुल्तुता भएर होइन भनौँ न के भयो होला भन्ने चिन्ताले उहाँ के गर्नुभयो, त्यो भाइलाई भेट्नलाई जानुभयो। पहिलो हप्ता आएन, दोस्रो हप्ता आएन, तेस्रो हप्ता आएन,
किन होला भनेर है एकदमै त्यो बोझ लिएर पशुमा जानुभयो। गइसकेपछि उहाँलाई अनि भाइ तपाईँ किन सङ्गति आउन छोड्नुभयो भनेर सोध्दै गर्दाखेरि त्यो भाइले के भन्यो भने होइन पशुमा अब हामी त एक्लै भए पनि हामी सङ्गति गर्न सक्छौँ, प्रभुसँगको सम्बन्ध त छँदैछ त भनेर भन्नुभयो। अनि त्यही भएर म एक्लै प्रभुलाई महिमा दिनेछु भनेर भन्नुभयो। अनि त्यसपछि पास्टरले केही बोल्नु भएन। तर यो जाडोको समयमा थियो, उहाँ नि विदेशको ठाउँमा घरभित्र आगो हुन्छ, तपाईँलाई थाहा छ होइन। अनि पास्टरले केही बोल्नु भएन। अनि त्यो बोल्दै गर्दाखेरि दुईजना एकटक लगाएर आगो ताप्दै थिए। त्यसपछि पास्टरले के गर्नुभयो भन्दाखेरि एउटा चिम्टाले चाहिँ एउटा कोइला, बलिरहेको कोइला, रातो भएको कोइलालाई यसो बाहिर निकालेर राखिदिनु भयो। राखिदिइसकेपछि त्यो कोइला केही समय त रातो हुँदै थियो, तर बिस्तारै 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 त्यो के भयो, सेलाउँदै गयो। पास्टरले केही एक शब्द पनि बोल्नु भएन र त्यो अगुवाले पनि एक शब्द केही बोल्नु भएन। तर अगुवाले कुरा बुझिसक्नु भयो। अनि त्यसपछि चाहिँ के बुझ्नुभयो भन्दाखेरि यदि हामी पनि सङ्गतिबाट टाढा हुन्छौँ भने केही समय त त्यो जोस त रहन्छ, तर पनि पछि बिस्तारै सेलाउँदै 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 जान्छ। त्यही भएर वास्तवमा के हो भनेदेखि आज पनि यस्ता धेरै मानिसहरू छन् जो प्रभु येशू ख्रीष्टबाट टाढा भएका छन्, जो मानिसहरू के भएका छन्, कमजोर भएका छन्। अनि एउटा मुक्तिको मार्गमा हिँड्दै गर्दाखेरि उनीहरू लडेका छन्, थाकेका छन्, तर पनि येशूले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। आमेन। त्यो कुरालाई दर्शाउनको लागि नै येशूले के गर्नुभएको छ, यो घटना यो बाइबलमा लेखिएको छ। त्यही भएर आज पनि परमेश्वर हामीसँग यो पत्रुसको जीवनीबाट केही बोल्न चाहनुहुन्छ। अनि पत्रुसको जीवन कस्तो थियो भन्ने कुरालाई यो अध्यायलाई बुझ्नलाई तपाईँले र मैले चाहिँ मत्ती 26 अध्यायको अनि 59 देखि 75 पदसम्मलाई हामीले हेर्नुपर्ने हुन्छ। तर म तपाईँलाई यो अध्यायमा यूहन्ना 21 अध्यायलाई बुझ्नलाई हामीले मत्ती 26 अध्यायमा चाहिँ के छ भन्दाखेरि येशूको पक्राउ परेको छ। अनि येशूलाई चाहिँ के गरेको छ, सजाय दिनको लागि मन्दिरमा लिएर गइएको छ। तर सुरुमा के थियो भन्दाखेरि पत्रुस यस्तो खालको व्यक्ति थियो जसले प्रभु येशूलाई के भन्थ्यो भने, प्रभु येशू म मर्नै परे तापनि म तपाईँलाई छोड्ने छैन भनेर भन्दथ्यो। तर के भयो, जब येशू पक्राउ पर्नुभयो अरू चेला जस्तै पत्रुस पनि के गर्यो, त्यहाँ भागेको छ। बिचमा अलिकति आँट देखाए जस्तो छ, सबसँग लड्छु भनेर अगाडि आए जस्तो त गरेको छ, तर पनि के गरेको छ, ऊ अरू चेला जस्तै भागेको छ। त्यसकारणले गर्दाखेरि उसले पहिला गर्वको साथ घमण्डको साथ म प्रभुलाई छोड्दिन, सबैले छोडे तापनि कसले चाहिँ होइन यस्तो गर्छ र भन्ने खालको अभिव्यक्ति दिएको छ। त्यो चाहिँ लुका 22 अध्यायमा हामी पाउँछौँ। तर जब समय आयो, येशू पक्राउ पर्नुभयो, येशूलाई छोडेर भाग्यो। यद्यपि फेरि यो चाहिँ मत्ती 26 को 58 पदले के भन्छ भने पत्रुसले येशूलाई के हुँदो रहेछ भनेर अब पछ्याउने, तर टाढाबाट उसले पछ्याएको छ। अनि टाढाबाट पछ्याउँदै गर्दाखेरि धेरै मानिसले उसलाई देखेको छ, ओह तिमी पनि त येशूको चेला रहेछ त नि, त्यस्तै लाग्यो त तिमी यसो हेर्दाखेरि भन्यो। त्यसपछि कहाँ हुनु, म होइन भने। त्यसपछि फेरि उता जान्छ। अनि फेरि अर्कोले सोध्छ, ओ तिमी त तिम्रो बोलीसोली सुन्दाखेरि त तिमी त येशूकै चेला हो, तिमी पनि त्यहीँ थियौ भन्छ होइन। कहाँ हुनु, हावा कुरा नगरेर नचाहिँदो कुरा नगरेर भन्दै ऊ के गरेको छ, फेरि अर्को बाटोतिर लागेको छ। फेरि उता जाँदाखेरि एउटा नोकर्नीले के भनेको छ, हो तिमीलाई त मैले येशूसँग देखेको भन्दै गर्दाखेरि क्रिया खाएर भनेको कसम खाएर होइन म होइन भनेर भन्दै गर्दाखेरि भाले बासेको छ। अनि त्यो चाहिँ प्रभु येशूले के गर्नुभएको थियो, अलरेडी नै अगाडि नै भविष्यवाणी गरिदिनु भएको थियो, हेर तिमीले मलाई 3 चोटि इन्कार गर्नेछौ। अनि त्यो चाहिँ भाले बास्नुभन्दा अगाडिसम्म तिमीले मलाई 3 चोटि इन्कार गर्नेछौ भन्ने कुरालाई सम्झेर ऊ बाहिर आउँछ। अनि ऊ धुरु रोएको छ। अब के हो भन्दाखेरि वास्तवमा जब हामीले येशूलाई पत्रुस जस्तै टाढाबाट पछ्याउने कोसिस गर्छौँ भने हाम्रो पतन सुरु हुन्छ। बुझ्नुभयो? यदि तपाईँ र हामी जब सङ्गतिबाट टाढा भएर प्रभुलाई पछ्याउने निर्णय गर्छौँ भनेदेखि चाहिँ हाम्रो पनि के हुन्छ, पतन सुरु हुँदछ। त्यसपछि के हुन्छ, आत्मिक पतन प्राय सानो लापरवाहीबाट सुरु हुन्छ। कहिलेकाहीँ हामी प्रार्थनाको कमीबाट हामी अगाडि बढ्यौँ भनेदेखि चाहिँ हाम्रो आत्मिक पतन स्टार्ट हुन थाल्दछ। कहिलेकाहीँ हामी वचन अध्ययनको हुन्छ नि वचनप्रति वफादार भएनौँ, वचन अध्ययनप्रति पनि हामी वफादार भएनौँ भने आत्मिक पतन बिस्तारै सुरु हुँदै जान्छ। अनि प्रार्थनाको कमी, वचनको कमी भयो भनेदेखि चाहिँ के हुन्छ, अब हामी उदास हुँदै जान्छौँ।
त्यसपछि फेरि के छ भन्दाखेरि हामी सङ्गतिबाट टाढा हुँदै जान्छौँ। त्यसपछि अनावश्यक चिन्ताहरू हाम्रो जीवनमा आउन थाल्छ, पीडाहरू हाम्रो जीवनमा आउन थाल्छ। त्यस कारणले प्रियहरू, फेरि आजको वचनद्वारा हामीले के सिक्नुपर्छ भने हामी नयाँ र ताजा भएर फेरि प्रभुमा जोसिलो हुनुपर्छ र जागृतिको आत्मालाई बाल्नुपर्छ। आमेन। अनि यहाँ बाइबलले भन्छ त्यो रात पत्रुस के भयो, धुरु रोएको छ। अनि यो के हो भन्दाखेरि उसलाई थाहा छ कि उसले कति पवित्र कुरा, बहुमूल्य कुरालाई उसले के गरेको छ, इन्कार गरेको छ। प्रभुको उपस्थिति जस्तो असल कुरा यो संसारमा हामीलाई केही पनि छैन। तर के भयो, आज जब उसले चाहिँ के भयो भन्दाखेरि यसलाई छोड्यो, अनि यसलाई छोडिसकेपछि, यसलाई इन्कार गरिसकेपछि उसको जीवनमा पीडाहरू आएको छ। अनि परमेश्वरको सन्तान जो हरेक जसले चाहिँ के छ, परमेश्वरबाट टाढा जाने निर्णय गरेका छन्, जसले गरे तिनीहरूको जीवनमा पनि त्यस्तै भएको छ। उनीहरूको जीवनमा पीडा आउँछ, दुःख आउँछ, कष्ट आउँछ र परमेश्वरको शान्ति र उहाँको उपस्थिति उनीहरूको जीवनबाट हराएको हुँदछ। बाइबलमा हामीले देख्छौँ हराएको छोराको दृष्टान्त तपाईँलाई थाहा छ। गएको समयमा मैले प्रचार पनि गरेको थिएँ। लुका 15 अध्यायमा हराएको छोरो के भएको छ, आफ्नो बुवाबाट टाढा भएको छ। वास्तवमा भनौँ, पाप भनेको चाहिँ चोर र ढाका हो। यसले चाहिँ तपाईँको र मेरो शान्तिलाई चोर्छ, यसले तपाईँको र मेरो हुन्छ नि सन्तुष्टिलाई यसले लुट्दछ। अनि त्यति मात्र होइन, यसले तपाईँको र मेरो जीवनलाई पनि, यौवनलाई पनि यसले लुट्ने काम गर्दछ। त्यस कारणले गर्दा प्रियहरू, हामी जवान छँदै नै प्रभुको सेवा गर्नुपर्दछ। आमेन। म बाइबल कलेज पढिसकेपछि घरमा बिदाको बेलामा जान्थेँ। अनि कतिपय अवस्थामा मान्छेहरूले भन्थे होइन, के भन्थे भन्दाखेरि चाहिँ हुन्छ नि यस्तो जवान अवस्थामा के धर्म कर्ममा लागेको, अलिक छैन, अलिकति यसो कमाउनु, यसो होइन फेसन सेसन गर्नु, आफ्नो पाराले जीवन जिउनु भनेर सल्लाह दिन्थेँ। अनि मैले उनीहरूलाई एउटा उदाहरण दिने गर्दथेँ। एउटा प्रचारक गाउँमा जानुभएछ। अनि गाउँमा जाँदै गर्दाखेरि चाहिँ उहाँलाई एकदमै प्यास लागेछ, तिर्खा लागेछ। अनि एउटा गाउँघर, तपाईँहरू गाउँघरबाट आउनु भएको, सहर बजारमा त्यस्तो कल्चर चाहिँ छैन। तर गाउँमा चाहिँ पानी माग्दा पानी दिन्छन् होइन। वरिपरि अब गाई बस्तु भएको घरै हो भने मोही पनि दिन्छन्, नचिने किन नहोस्, एउटा दयापन मायापन देखाउने कल्चर नेपाली कल्चर। अनि उहाँले एउटा घरमा गइसकेपछि उहाँले पानी माग्नुभयो। अनि पानी मागिसकेपछि चाहिँ अनि बोटमा यसो के अरे कागती पनि रहेछ होइन। अनि त्यसपछि चाहिँ कागती पनि माग्नुभयो। अनि त्यो क्रममा चाहिँ त्यो पानी दिने दाजुले सोध्नु भएछ प्रचारकलाई, ए भाइ तपाईँ चाहिँ यसो जवान अवस्थामा हुनुहुन्छ होइन, किन प्रचार गरेर हिँड्नुहुन्छ, बुढेसकालमा धर्म कर्म गर्ने भनेर उहाँले भन्नुभएछ। अनि त्यसपछि चाहिँ अनि त्यो क्रममा उहाँले चक्कु पनि मागेर कागती काट्नुभयो। अनि त्यसपछि त्यो कागती काट्दै गर्दाखेरि अनि त्यो दाइलाई त्यो प्रचारकले के भन्नु भने, दाइ भनेर अनि उहाँले कागतीलाई निचार्नु भयो। जबसम्म हामी जवान अवस्थामा छौँ, सबै कुरा जवानीको जोस जागर सबै कुरा संसारलाई दिएर अन्तिममा रहेको निचार्ने भइसकेपछि यो खोक्रोलाई होइन, यो खोक्रोलाई होइन, त्यो खोक्रो जीवन चाहिँ प्रभुलाई दिएर के फाइदा त? यो तपाईँलाई खोक्रो रस नभएको कागती मात्र दिनुभयो, के फाइदा त? त्यही भएर जति दिनु छ हामीले उत्तम कुरा जवान अवस्थाकै समय प्रभुलाई दिनुपर्छ भनेर उदाहरण दिनुभयो। आमेन। जसरी कागतीको रस नभएको त्यो खोक्रो कागती हाम्रो लागि त्यो स्वाद दिँदैन, काम लाग्दैन, त्यस्तै चाहिँ जवान अवस्थामा नै हामीले के गर्नुपर्छ, प्रभुको सेवा गर्नुपर्छ। अनि यो उदाहरण चाहिँ मैले मान्छेलाई दिन्थेँ। अनि यो जुन उदाहरण मैले सुनेँ नि, अनि मैले मेरो जीवनमा पनि लागू गर्ने निर्णय गरेँ बाइबल स्कुल हुँदै गर्दाखेरि। त्यही भएर म प्रभुको चाहिँ सेवा गर्नेछु, मेरो जवान अवस्थादेखि नै प्रभुको सेवा गर्नेछु भनेर म आफैले पनि निर्णय गरेँ। र हामी साक्षी मण्डलीमा आज जति पनि छौँ, हामी सबैको निर्णय यो हुनुपर्छ कि हामी हाम्रो यो अवस्थादेखि नै हामीले प्रभुको सेवा गर्नुपर्दछ। तर तपाईँ दुःख नहुनुहोस्, बाइबलले बुढेसकालमा भएका मान्छेहरूलाई पनि चलाउनु भएको छ है। बाइबलमा बुढ्नु भएको अब्राहमलाई प्रभुले चलाउनु भएको छ, बुढेसकालमै चलाउनु भएको। प्रभुले धेरै व्यक्तिहरू छन् जसले चाहिँ प्रभुले बुढेसकालमा चलाउनु भएको छ। त्यही भएर तपाईँहरू चिन्ता नगर्नुहोस्, प्रभुको प्रेम चाहिँ जहिले पनि स्थिर छ। आमेन। त्यही भएर म तपाईँलाई फेरि पनि बताउन चाहन्छु कि पाप भनेको चाहिँ के हो, चोर हो, डाका। अनि हराएको छोरा जब बुबाबाट टाढा भएको छ, अनि बुबाबाट टाढा हुँदै गर्दाखेरि केही क्षणमा त उसलाई रमाइलो भयो, तर पनि पछि जब सबै कुराहरू सिद्धियो त्यसपछि चाहिँ उसले के महसुस गर्यो, उसको जीवनमा भोक, प्यास, तिर्खा यस्ता कुराहरूले यति सतायो। अनि त्यसपछि उसले के सोच्यो, ओहो मेरो बुबाको घरमा चाहिँ के छ, टन्न खानेकुरा छ, मेरो बुबाको घरमा भलै मैले काम गर्नु पऱ्यो पनि त्यहाँ के छ, शान्ति छ है। आफ्नो बुबाको घरलाई सम्झ्यो।
त्यही भएर तपाईँ र म हराएर बुवाको घरलाई सम्झिनुभन्दा अगाडि नै बुवाको घरमा रहिरहेको राम्रो हुन्छ। आमेन। तर कतिपय अवस्थामा परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँ आफ्नो जीवनको मालिक भएर जिउन सक्नुहुन्छ, प्रभुले तपाईँलाई रोक्नुहुन्न, तपाईँलाई होइन त्यो हुन्छ नि तपाईँलाई चाहिँ थुनेर राख्नुहुन्न। प्रभुको प्रेम त्यस्तो छ, तपाईँ जस्तो निर्णय गर्न चाहनुहुन्छ तपाईँ गर्नुहोस्, प्रभुले रोक्नुहुन्न। तर यसको मतलब यो होइन कि प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्न। प्रभुले तपाईँलाई प्रेम गरेको कारणले चाहिँ कहिले फर्किन्छ भनेर चाहिँ पर्खिनुहुन्छ है। बुझ्नुभयो? के गर्नुहुन्छ? प्रभुले पर्खेर बस्नुहुन्छ। प्रभु चाहिँ साँचो परमेश्वर पिता हुनुभएको कारणले गर्दाखेरि चाहिँ उहाँले पर्खिनुहुन्छ। अनि अब यहाँ के छ भन्दाखेरि जब येशू ख्रीष्ट मृत्यु भयो, मृत्यु भइसकेपछि येशूलाई पक्रेपछि चेलाहरू तितर भएर भागे। येशूको मृत्यु भयो अनि येशूको मृत्यु भइसकेपछि येशूको पुनरुत्थान भएको कुरालाई पनि उनीहरूले देखेका थिए, बुझेका थिए। र पनि उनीहरूले के गर्यो भन्दाखेरि विश्वासबाट पछि हट्ने निर्णय गरेको हामी पाउँदछौँ। पुनरुत्थानपछि पत्रुसले के गर्यो? आफ्नो सेवाको समाप्त भयो भन्ठानेर चाहिँ के गरेको छ? पुरानो जीवनतर्फ फर्कने निर्णय गरेको छ। पत्रुसको जीवनीलाई हेर्ने भने प्रभुले के छ भन्दाखेरि उसले माछा पक्रिँदै गर्दाखेरि प्रभुले उसलाई बोलाउनु भएको थियो। अब येशूको मृत्यु र पुनरुत्थानपछि पनि उसले के गरेको छ? मेरो सेवाकाई त सकियो, यति नै होला हाम्रो जीवन भनेर चाहिँ फेरि माछा पक्रिने सेवाकाईतिर लागेको छ, आफ्नो कामतिर ऊ लागेको छ। उसले चाहिँ के गर्यो? एउटा गलत निर्णय गरेको छ। त्यही भएर यो निर्णय चाहिँ आत्मिक मार्गको दर्शनबाट होइन, उसले आत्मिक रूपले पाएर त्यो कुरामा फर्केको थिएन। तर के थियो? एउटा दोष बोध थियो है, मैले यसलाई इन्कार गरेँ भन्ने खालको मन थियो। तर एउटा सांसारिक सोच पनि थियो उसमा। त्यस कारणले गर्दाखेरि ऊ के भयो? फेरि पुरानो जीवनमा फर्कने निर्णय गर्यो। त्यही भएर जब हामी मानिस जातिले जब प्रभुको उपस्थिति, सङ्गति, प्रार्थनालाई हामी छोड्छौँ नि, हामी छोडिसकेपछि चाहिँ हामीले प्रभुको आवाज सुन्ने कुरालाई गुमाउँदछौँ है, त्यो संवेदनशीलतालाई हामी गुमाउँछौँ। अनि त्यसपछि लगातार हाम्रो जहिले पनि छनौट चाहिँ गलत हुँदै जान्छ। अनि यो चाहिँ के हो? यो आत्मिक पतन चाहिँ बिस्तारै जीवनमा देखिँदै जान्छ। आत्मिक पतन भएको कुरा छ नि, के छ? बिस्तारै देखिन्छ, झ्याप्पै देखिन्न तर बिस्तारै देखिन्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि आत्मिक रूपमा जब मान्छेहरू लडिसकेपछि उसले अरूलाई पनि लडाउन खोज्छ। प्रियहरू, जो आत्मिक रूपमा चिसिएको छ, सेलाएको छ, उसले अरूलाई पनि के गर्न खोज्छ? सेलाउन खोज्छ। किनकि यो खण्डमा हामीले के देख्यौँ भन्दाखेरि चाहिँ 3 पदले भन्दछ, सिमोन पत्रुसले भने म माछा मार्न जाँदैछु, तिनीहरूलाई भने हामी पनि तिमीसँग आउँछौँ भनेर अरू मान्छेहरू पनि पछि गएको छ। तर यहाँ कति 7जना मान्छेहरू छन्, चेलाहरू 7जना छन्। सिमोन पत्रुस, दिदुमस भन्ने थोमा, गालिल काना नगरका नथानेल, जब्दियाका 2टा छोरा र उहाँका चेलाहरू मध्ये अरू 2जना एक साथ, के भनेको 7जना त्यहाँ छ। अब एउटा व्यक्ति पतन हुँदैछ, चिसो हुँदैछ, उसले पनि अरूलाई के गराउँदैछ? चिसो गराउँदैछ। प्रायः जसो के हो भन्दाखेरि चाहिँ परिवारमा त्यस्तो हामी देख्छौँ। एउटा परिवारको सदस्य विश्वासमा सेलायो भने बिस्तारै त्यसले अरू परिवारको सदस्यलाई पनि इफेक्ट पार्दछ। त्यही भएर एकजना प्रभुको एउटा परिवारमा एकजना जोसिलो भएर अगाडि बढ्दै गयो भने त्यसले अरूलाई जोसिलो बनाउँदै जान्छ। तर एउटा मुख्य व्यक्ति नै जब सेलायो भनेदेखि चाहिँ परिवारको अरू सदस्य सेलाउँछ। तर यसुले हेर्नुहोस्, गएको समयमा यसुको रूप परिवर्तन हुँदाखेरि यसुले कतिजनालाई लिएर जानुभएको थियो? के अरे उसमा डाँडामा 3 जनालाई लिएर जानुभएको थियो। को? पत्रुस, याकुब, यूहन्ना। चेलाहरू मध्ये पनि अझै 3 जनालाई विशेष तरिकाले प्रभुले उनीहरूलाई ट्रिट गर्नुभएको थियो। ट्रिट किन भन्दाखेरि उनीहरूको आफ्नै इच्छा कारणले गर्दाखेरि है त। अनि यी 3 जनाहरू मध्ये पनि पत्रुस चाहिँ सबै मान्छे, अब यसु चाहिँ अझै के अरे यूहन्ना चाहिँ यसुको नजिकको भनौँ न, त्यसमध्ये पनि यूहन्ना प्रिय थियो। तर पनि पत्रुस एक प्रकारले जहिले पनि एक्टिभ भइराख्ने मान्छे, अगाडि बढिराख्ने मान्छे। त्यही भएर सबैले उसलाई हेरेको हुन्थ्यो। अनि ऊ पनि के गर्यो? अब यहाँ ती अरू 7जनाले पनि उसलाई हेरेको छ, अरू 6जनाले पनि उसलाई हेरेको छ। अनि त्यसपछि चाहिँ यहाँ के भएको छ? आफू पनि ब्याग हुँदै गर्दाखेरि अरूलाई पनि ब्याग लिएर गएको छ। त्यही भएर अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि आज हामी पनि विश्वासमा सेलाउँछौँ भने म त गएको छैन, त पनि किन जान्छ? नजान, नगएर त भएको छ यार। आज मलाई चर्च जान मन छैन, फिलिपहरूलाई भन्छ आज म तँलाई टिकट हालिदिन्छु होइन त जुन हिँड भन्ने खालको कुराहरू हुन थाल्छ है त। यस्ता खालका कुराहरू बिस्तारै यिनीहरूले प्रभु हामीलाई थाहा हुन्न तर पनि के हो यस्तो कुराहरू हुन्छ। त्यही भएर परमेश्वरसँग टाढा हुँदाको परिणामहरू म तपाईँलाई बताउन चाहन्छु। पत्रुस र उनको साथीहरूले पुरै रात माछा मार्यो भनेको छ, तर माछा पक्रिन सके त?
सक्यो छैन, सकिएन। किन भन्दाखेरि यसले के देखाउँछ भन्दाखेरि हामी पापमा छँदै गर्दाखेरि प्रभुबाट टाढा भएर हामी जति पनि कामहरू गर्छौँ, कार्यहरू गर्छौँ, त्यसमा सफलता हामी पाउँदैनौँ। पाए जस्तो लाग्छ, हामी थाक्छौँ, हामी हार्छौँ। त्यही भएर अनि अर्को कुरा के हो भन्दाखेरि यो उडन्ते पुत्र र पत्रुसको अनुभवले हामीलाई के सिकाउँछ भन्दाखेरि हामी हैन येशू ख्रीष्टमा निर्भर हुनु पर्दछ। किनकि यूहन्ना 15:5 ले भन्दछ, दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाको हौ। यदि कोही ममा रह्यो भने म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनभने मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आमेन। त्यही भएर हामी प्रभुबाट अलग भएर केही पनि गर्न सक्दैनौँ। त्यही भएर हामी जहिले पनि ख्रीष्टसँग चाहिँ रहिरहनु पर्दछ। अब यही यूहन्ना 21 अध्यायको 4 देखि 17 को पुरै भागलाई हेर्ने हो भनेदेखि चाहिँ यहाँ के देख्छौँ भन्दाखेरि पत्रुस पापमा भड्किएको छ, हराएको छ, तर प्रभुको प्रेमले चाहिँ उसलाई छोडेको छैन। 4 पदलाई एकचोटि हेरौँ त। यसको 4 पदलाई हामी हेरौँ के लेखेको छ भन्दाखेरि बिहान हुन लागेको थियो, येशू किनारमा खडा हुनुभयो भनेको छ। येशू आउनुभयो वास्तवमा उसलाई लिनको लागि। के हो यसले चाहिँ प्रभुले छोड्नु भएन। कहिलेकाहीँ हामीलाई लाग्छ हामी प्रभुबाट टाढा गए तापनि प्रभु हाम्रो लागि पर्खिराख्नु भएको हुँदछ। अनि 5 पदले यसरी भन्दछ, येशूले तिनीहरूलाई भन्नुभयो, बालक हो तिमीहरूसँग केही माछा छ भनेर भन्नुभयो है त। अनि यो चाहिँ के हो भन्दाखेरि येशू नै स्वयं के गर्नु भएको छ, भेट्न आउनु भएको छ। जहिले पनि उहाँले तपाईलाई र मलाई बोलाउन चाहिराख्नुहुन्छ। त्यस्ता ब्याकस्लाइड भएका व्यक्तिहरू, जो प्रभुमा चिसिँदै गएका व्यक्तिहरू छ, प्रभुले तिनीहरूलाई पनि के गर्नुहुन्छ, जसरी कुरा गर्न चाहनुभयो, पत्रुससँग यहाँले बोल्नुभयो, त्यसरी नै उनीहरूसँग बोल्न चाहनुहुन्छ। अनि त्यसपछि जब हामीले यहाँ हेर्छौँ हैन, अनि तिनीहरूले उहाँलाई उत्तर दिएको छैन। अनि त्यसपछि 6 पदले के अरे भन्दछ, अनि जाल के अरे उहाँले तिनीहरूलाई भन्नुभयो, जाल ढुङ्गाको दाहिनेपट्टि हान अनि भेट्टाउनेछौँ। तब तिनीहरूले जाल हानेर माछाको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेन भनेको छ। यो चाहिँ के हो, अब फेरि पनि पत्रुस आज्ञा पालनमा आयो है त। अनि त्यति मात्र होइन, पत्रुसले वास्तवमा आफ्नो त्यो असफलतालाई स्वीकारेर ख्रीष्टमा फर्कनको लागि पहिलो कदम है आफ्नो पाप र गल्तीलाई स्वीकार्यो। अनि त्यो चाहिँ आवश्यक छ। अनि यहाँ के छ, पत्रुसले प्रभुको आवाजलाई सुनेर उसले त्यो आज्ञालाई पालन गर्यो। तर के हो भन्दाखेरि हामीले के देख्छौँ, त्योभन्दा अगाडि उनीहरूले काम गरेको थियो, उनीहरूले असफलता भएको थियो। प्रभुको आज्ञा पालनमा आइसकेपछि उनीहरूले सफलता पाए। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि जब उसले सफलता पायो नि, अझै प्रभुको नजिक हुनलाई उसले इच्छा देखाएको हामी पाउँछौँ। 7 पदमा के छ भन्दाखेरि उहाँ प्रभु हुनुहुन्छ भन्ने थाहा पाएर प्रभुलाई भेट्नको लागि है त्यो ढुङ्गाबाट हाम फालेर पौडी खेलेर प्रभुको उपस्थितिमा गएको छ। अब यसले के देख्न सक्छौँ भन्दाखेरि जब हामी प्रभुको उपस्थितिमा जान्छौँ नि, हामीले हाम्रो पुरानो जीवनलाई छोड्नु आवश्यक छ। त्यही भएर यदि कोही मान्छे प्रभुमा फेरि सम्बन्ध स्थापना गर्न चाहन्छ भनेदेखि चाहिँ फर्केर चाहनको लागि चाहिँ के छ, पाप स्वीकार्नु पर्दछ, प्रभुको आज्ञालाई पालन गर्नुपर्छ र सक्रिय रूपमा प्रभुसँग नजिक हुनुपर्छ अथवा संगति गर्नु पर्दछ। आमेन। अनि हामीले यहाँ के देख्छौँ भन्दाखेरि अनि त्यहाँ जाँदै गर्दाखेरि येशूले किनारमा बसेर आगो बालेर हैन रोटी र माछा पकाइराख्नु भएको रहेछ हैन। त्यसपछि जब उनीहरू गए, येशूले तिनीहरूलाई के गर्नुभयो भन्दाखेरि उनीहरूलाई रोटी पनि दिनुभयो, माछा पनि दिनुभयो। अनि त्यसपछि उनीहरूले त्यो आगोको छेउमा बसेर उनीहरूले ताप पनि पाए। यसको अर्थ यो हो, जब हामी प्रभुसँग हुन्छौँ है, प्रभुमा फर्किनेहरू जति सबैले चाहिँ के पाउँछ, भौतिक कुरामा पनि प्रभुले वास्ता गरिदिनुहुन्छ, मानसिक रूपमा पनि प्रभुले उनीहरूलाई स्थापित गरिदिनुहुन्छ र आत्मिक भोजन पनि उहाँले दिनुहुन्छ। आमेन। उदाहरणको लागि हामी हेर्छौँ भने उडन्ते पुत्र के छ भन्दाखेरि उडन्ते छोरो जस्तो छ, बुबाबाट गयो, तर फर्केर आउँदै गर्दाखेरि उसले बुबाको प्रेम पायो, करुणा पायो, क्षमा पायो र फेरि सम्बन्ध पुनर्स्थापना पायो नि। त्यस्तै चाहिँ उहाँले पनि तपाईँलाई र मलाई क्षमा, करुणा र दया देखाएर सम्बन्ध पुनर्स्थापित उहाँले गर्नुहुन्छ। अनि त्यसपछि फेरि हामीले यहाँ के देख्न सक्छौँ भन्दाखेरि 15 पददेखि 19 पदसम्म नै हेर्छौँ भने यी पदहरूमा चाहिँ प्रभु येशूले उसलाई भविष्यका कुराहरूलाई सम्झाइराख्नु भएको छ। यहाँ प्रश्न सोध्नु भएको छ, किन भन्दाखेरि येशूलाई के अरे पत्रुसले येशूलाई 3 पटक इन्कार गरेको छ, तर यहाँ चाहिँ येशूले फेरि 3 पटक नै उसलाई के गर्नु भएको छ, उसलाई सोध्नु भएको छ, कन्फर्मेसन उसबाट लिनु भएको छ। तर यसमा हामीले एउटा कुरा के देख्न सक्छौँ भन्दाखेरि
18 र 19 मा के छ भन्दाखेरि साँच्चै म तिमीलाई भन्दछु जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ र जहाँ इच्छा लाग्थ्यो र जान्थ्यौ भनेको छ। त्यसपछि हामीले यसमा हेर्यौँ भने के देख्छौँ भन्दाखेरि बलिदानको जीवनको बारेमा यहाँ कुरा गर्दै हुनुहुन्छ। कस्तो खालको बलिदानको जीवन भन्दै गर्दाखेरि चाहिँ प्रभुको लागि आफ्नो जीवन दिने, आफ्नो इच्छामा होइन तर प्रभुको इच्छामा जिउने भन्ने कुरालाई है कहिलेकाहीँ हाम्रो व्यक्तिगत इच्छा अनि व्यक्तिगत आरामलाई त्याग्नु पर्ने कुराहरू देखाउँछ। त्यति मात्र होइन, अब पत्रुस आफ्नो जीवन आफ्नै लागि होइन तर प्रभुको काम र महिमाको लागि जिउनु पर्नेछ भन्ने कुरालाई पनि देखाउँछ। अनि प्रभुको काममा उहाँको समय, शक्ति र सोच केन्द्रित हुनेछ पत्रुसको भन्ने कुराहरू यहाँ छ। र अर्को कुरा चाहिँ समर्पण र पछ्याउने जीवन चाहिँ पत्रुसको हुनेछ भनेर यीशुले भन्नुभएको छ। किनकि यहाँ अन्तिममा हामी के देख्छौँ, मेरो पछि लाग भनेको छ। यसले के देखाउँछ भन्दाखेरि यीशुको प्रेम जहिले पनि स्थिर छ। त्यही भएर जहिले पनि हामी प्रभुमा अगाडि बढ्न चाहन्छौँ भने यीशुले भन्ने एउटै मात्र कुरा हो, मेरो पछि लाग। आमेन। जब हामी प्रभु तपाईँको पछि म आउँछु भन्छौँ भनेदेखि चाहिँ उहाँले हामीलाई भन्ने कुरा के हो, मेरो पछि लाग। अनि यसुको पछि हामी कसरी लाग्छौँ भन्दै गर्दाखेरि यसुको वचनद्वारा, उहाँसँगको सङ्गतिद्वारा, प्रार्थनाद्वारा हामी यसुको पछि लाग्छौँ। त्यही भएर अन्तिममा म तपाईँलाई यो बताउन चाहन्छु आजको वचनको अन्तिमको भागमा, तपाईँ जतिसुकै गहिरो पापमा हुनु भए तापनि प्रभु येशूको प्रेम चाहिँ स्थिर छ। आमेन। र उहाँले तपाईँलाई फेरि पनि मौका दिएर पुनर्स्थापित गर्न सक्नुहुन्छ है, उहाँ त्यो मौका दिनलाई तयार हुनुहुन्छ। त्यही भएर तपाईँले र मैले चाहिँ पाप छोड्नै पर्छ र हामी फनक्कै फर्किनु आवश्यक छ प्रभुतिर। अनि त्यति मात्र होइन कि जब हामी उहाँतिर फर्किन्छौँ भने उहाँले हामीलाई उहाँको महिमाको लागि, उहाँको सेवाको लागि होइन फेरि समर्पित भएर जिएको चाहनुहुन्छ। त्यति मात्र होइन, जब हामी उहाँतिर फर्कन्छौँ भने चाहिँ उहाँले हामीलाई स्वागत गर्नुहुन्छ, क्षमा गर्नुहुन्छ, पुनर्स्थापित गर्नुहुन्छ। त्यही भएर अब होइन म तपाईँलाई यो प्रश्न सोध्न चाहन्छु कि होइन तपाईँ मलाई पछ्याउ, मेरो पछि लाग भन्ने आदेशलाई पालन गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भनेदेखि चाहिँ यो जस्तो असल र उत्तम कुरा अरू केही पनि छैन। आमेन। त्यही भएर हामी अब सेलाउँदै जाने होइन, फेरि जागृतिमा अगाडि बढ्ने हुनुपर्दछ। कसरी त्यो सम्भव छ? प्रार्थनाद्वारा, वचनद्वारा, येशूसँगको सङ्गतिद्वारा चाहिँ त्यो सम्भव छ। पत्रुस के भयो? सेलाएको थियो, एक समय के थियो? जोसिलो थियो। हामी पनि एक समय जोसिलो थियौँ होला प्रभुलाई विश्वास गर्दै गर्दाखेरि, वचन पढ्दै गर्दाखेरि होइन। यस्तो सेवाको लागि चाहिँ जहाँ पनि हामी पुग्थ्यौँ होला, हामी पैसा खर्च गर्थ्यौँ होला, कतिवटा खराबीमा अथवा हुन्छ नि त्यो सम्झौता हामीले गरेनौँ होला। तर समय बित्दै जाँदाखेरि, प्रभुसँग हामी टाढा हुँदै जाँदाखेरि हामी सेलायौँ होला। तर पनि प्रभुले फेरि हामीलाई त्यो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ। आमेन। फेरि हामीलाई त्यो जोसिलो बनाउन प्रभुले चाहनुहुन्छ। अनि त्यो निर्णयमा तपाईँ र म पनि सधैँ भइराख्नुपर्छ। हामी कहिले पनि टाढा हुनु हुँदैन। आमेन। उहाँले हामीलाई पर्खिराख्नु भएको छ। उहाँले हाम्रो आत्मिक, भौतिक, मानसिक जीवनलाई उहाँले आशिष दिएर पुनर्स्थापित गर्न सक्नुहुन्छ। आमेन। आउनुहोस् वचनको निम्ति म छोटो प्रार्थना गर्नेछु। परमेश्वर बुबा, आजको वचनद्वारा हामीलाई जिउनलाई तपाईँले सहायता गर्नुभएको होस्। म प्रार्थना गर्छु हामी पनि तपाईँबाट टाढा भएका छौँ, हामी पनि सेलाएका छौँ, चिसिएका छौँ र प्रभु फेरि पुरानो जीवनतिर हेरेका छौँ र अरूलाई पनि ओ प्रभु चिसोपनमा हामीले डोराउँदैछौँ भने हामीलाई माफ गर्नुहोस्। प्रभु हामी फेरि तपाईँको सम्बन्धमा नयाँ र ताजा भएर तपाईँको सेवामा अगाडि बढ्न चाहन्छौँ। सहायता गर्नुभएको छ। आजको वचन अनुसार जिउनलाई र अरूलाई पनि प्रभु अनि सिकाउनलाई तपाईँले हामीलाई सहायता गर्नुभएको होस्। येशू प्रभुको नाममा आमेन।